नेपाली महिला टोली इन्टरनेसनल फ्रेन्डली खेल खेल्नका लागि इन्डिया पुगेका छन्। नेपालले छिमेकी राष्ट्र भारतमा गएर 2 खेल खेल्नेछ। यो 2 खेल इरान र भारतसँग हुनेछ। तपाईहरुलाई थाहा नै छ यो 2 खेल हुँदैछ भनेर। थाहा नभएको भए यो भिडियोलाई हेरेर थाहा पाउन सक्नुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो 2 खेल नेपाली महिला टोलीका लागि कति महत्त्वपूर्ण रहेको छ भन्ने कुराहरू, इन्डिया र इरान हामीभन्दा कतिको बलियो टोली रहेको छ यसको बारेमा पनि कुरा गर्नेछौँ र टोलीमा बाहिर खेल्न गएका खेलाडीहरू सबै आइपुगेको छ छैन पनि भन्नेछौँ। मुख्य प्रशिक्षक नवीन न्युपानेद्वारा बनाएका फाइनल स्क्वाडमा भएका केही परिवर्तन पनि यस भिडियोमा कुरा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। नेपालले इरानसँग अक्टोबर 24 मा र इन्डियासँग 27 अक्टोबरमा खेल खेल्नेछ। यो खेल इन्डियाको सिलाङ भन्ने ठाउँमा खेल्नेछ। अब कुरो गरौँ यो 2 खेल अथवा यस्ता खेलहरू नेपालका लागि कतिको महत्त्वपूर्ण हुन्छ भनेर। नो डाउट एउटा टिमको लागि कुनै पनि खेल महत्त्वपूर्ण नै हुने गर्दछ। अझ हाम्रो नेपाली टोलीको लागि त महत्त्वपूर्ण नै हुने भइहाल्यो। किन भन्दा यो 2 खेल खेलेपछि कहिले हुने हो थाहा हुँदैन, 1 वर्षपछि पनि हुन सक्छ। ठिक छ, यो सब कुरा त भइ नै हाल्यो। एउटा सक्षम टिम बन्नका लागि निकै नै महत्त्वपूर्ण हुने गर्दछ यस्ता मैत्रीपूर्ण खेलहरू। अझ विशेष गरी आफूभन्दा माथिल्लो लेभलको टिमहरूसँग खेल्दा जति धेरै आफूभन्दा राम्रो टिमसँग खेल्छ त्यति नै त्यो टिमको पनि स्तरमा सुधार आउँछ। यो बच्चालाई थाहा भएकै कुरा हो, तर यो कुरा हाम्रो फुटबल एसोसिएसनलाई कसले भनिदिने हो त्यो कुरा अहिलेसम्म थाहा नभएको कुरा हो। नेपाली फुटबललाई चाहिँ सानो सानो पल पार्दा यति ठुलो पल बनाइसक्यो यिनीहरूले। अब यो पललाई पूर्ण निकै नै गाह्रो हुनेछ। अझै पनि टाइम छ एन्फासँग फुटबललाई सुधार्ने। पुरुष फुटबललाई त यसै नै खत्तम बनाइहाल्यो। त्यसको असर चाहिँ नेपाली फ्यानहरूमा धेरै परेको छ। नेपाली फुटबलको पुरुषतर्फ सबै कुरा घुमाइसकेको अवस्था छ अहिले। चाहे व्यावसायिक फुटबल हो, चाहे हेर्ने फ्यानहरू हो, चाहे विश्वासको कुरा हो, सबै घुमाइसकेको अवस्थामा नेपाली महिला टोलीले केही होप चाहिँ नेपाली फुटबलको राखिराखेको छ। फुटबलबाट फ्यान्सहरूलाई टाढा जान दिएको छैन। यो चाहिँ एन्फाको लागि लास्ट मौका सुध्रिनको लागि। अब नेपाली फुटबल फ्यानहरू ढोका अगाडि आइसकेको छ। सेप्टेम्बर 8 र 9 को दिन एन्फामा पनि देखिँदैन भन्ने छैन। सुध्रिनुपर्छ। अब फुटबललाई व्यवस्थित रूपमा चलाउनु पर्ने हुन्छ। हामी कुरा गरिरहेको थियो आफूभन्दा ठुलो टिमहरूसँग खेल्दा खेलाडीहरूमा अथवा होल टिममा कतिको इम्प्याक्ट पर्छ, यसले कतिको बलियो बनाउँछ भनेर। यदि यस्तो फ्रेन्डली खेलहरू चाहिँ नेपालले खेलाइराख्ने हो भने प्लेयरहरूमा र होल टिममा राम्रो सुधार अवश्य पनि आउँछ। एउटा प्लेयरले जति आफूभन्दा ठुलो टिमसँग खेल्यो त्यति एक्सपिरियन्स, कामनेस हैन, अनिखेरि मेन्टालिटी यस्ता कुराहरूमा धेरै परिवर्तन ल्याउँछ। यो कुराहरू तब पोसिबल हुन्छ जब खेललाई प्राथमिकता दिइन्छ एन्फाद्वारा, नत्र भने त्यही साफ खेल्दै बस्ने त हो। यो कुरालाई जति छिटो बुझ्यो त्यति राम्रो, नत्र भने नराम्रो अवस्था पनि सिर्जना हुन सक्छ। नेपाली महिला पुरुष दुवैको खेलहरू हामी भन्दा राम्रो टिमहरूसँग हुनुपर्छ, अझ व्यवस्थितसँग, यति भन्न चाहन्छु यो विषयमा। अब कुरो गरौँ इन्डिया र इरानको टिम हामी भन्दा कति बलियो छ भनेर। नेपाल अहिले फिफा र्याङ्किङको हिसाबमा 89 पोजिसनमा रहेको छ भने इरान चाहिँ 70 र्याङ्किङमा रहेको छ। इरान भन्दा पनि माथि रहेको छ इन्डियन वुमेन्स टिम, अहिले करेन्ट 63 र्याङ्किङमा रहेको छ। र्याङ्किङको हिसाबमा नेपाल भन्दा राम्रो टोलीहरू रहेको छ। यो 2 खेल यो 2 खेल नेपालले जित्न सक्यो भने फेरि सुस्ताएको नेपाली फुटबलमा केही आशा पलाउने आश छ। अब कुरा गरौँ यी 2 वटा टोलीसँग नेपालले कति खेल खेलेका छन् र यसको रिजल्ट के कस्तो रहेको छ भनेर। नेपालले इन्डियासँग 13 चोटि खेलेको रहेछ। 13 चोटि खेल्दा जम्मा नेपालले 1 विन मात्र खेलेको रहेछ भने इन्डियाले 8 टाइम विन खेलेको रहेछ र 4 ड्र पनि नेपालले खेलेको रहेछ इन्डियासँग। रेकर्ड हेर्ने हो भने चाहिँ इन्डिया मच बेटर देन अस है। यदि यो फ्रेन्डलीमा नेपालले जित हासिल गर्न सक्यो भने नेपाली फुटबल राम्रो हुँदैछ भन्ने चाहिँ हुन्छ। किन भन्दा योभन्दा अगाडि नै हो हामीले इन्डियासँग जित हासिल गर्न सकेको साफमा। इरानको टिमसँग चाहिँ हामीले फुटबल नै खेलेको छैन कि जस्तो लाग्यो। केही छैन, नयाँ टिमसँग नयाँ एक्सपिरियन्स, नयाँ टोलीसँग कस्तो खेल खेल्छ टोलीले यो हेर्न पाउने छौँ हामीले। हामीभन्दा यो 2 टिम राम्रो नै देखिन्छ। आज विशेष त इन्डिया नै हो, इरान पनि हामी भन्दा राम्रो टिम रहेको छ। होप गरौँ हाम्रो टोलीले 2 खेलमा राम्रो प्रदर्शन गर्नेछ भनेर। अब कुरा गरौँ बाहिर खेलिरहेका खेलाडीहरू सबै टिममा छन् कि छैनन् भनेर। अहिले नेपाली महिला टोलीबाट सावित्र भण्डारी, प्रीति राई, एन्जिला थुम्बाबु सुब्बा र पूजा राणा व्यावसायिक फुटबल बाहिर खेल्न जानुभएको छ। तर यी 4 जना खेलाडी चाहिँ
टिममा सामेल भइसकेका छन्, चिन्ता लिनु पर्दैन। बरु केही खेलाडीहरू टिममा आएका छ अझ ऊर्जावान बनाउन टिमलाई। को आएको छन् यो पनि भन्ने नै छौँ। भिडियोको अन्तिममा स्क्वाडमा केही परिवर्तन आएको छ। मुख्य प्रशिक्षक नवीन न्युपानेद्वारा यङ टिमका केही खेलाडीलाई टिममा सामेल गरेका छन्, मीना देउवा र पूर्णिमा राईलाई। यी दुई खेलाडी आफ्नो एज ग्रुपका महत्त्वपूर्ण खेलाडीहरू रहेको छ। योभन्दा अगाडि बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा हाई स्कोरर रहेको पूर्णिमा राई र मीना देउवाले पनि आफ्नो टिममा सेकेन्ड हाई स्कोर गरेको थिए जस्तो लाग्यो, तर पूर्णिमा राई चाहिँ हाई स्कोरर नै रहेको थियो। यी दुई खेलाडीको लागि महत्त्वपूर्ण खेल रहेको छ यो दुई खेल। आफू कति सक्षम छ र नेपाली फुटबल फ्यानहरूले पनि राम्रो खेलाडीहरू पाउने मौका हो। यी दुई खेललाई चाहिँ हेर्न नभुल्नु होला है त। नेपाली महिला टोलीमा बिर्सन नसक्ने नाम हो हिरा कुमारी भुजेल। उहाँको पनि टिममा धेरै समयपछि कमब्याक भएको छ। उहाँ खुट्टाको इन्जरीको कारण लामो समयको लागि टिममा थिएन, अहिले फाइनल्ली टिममा रहेको छ। सम्भावना छ उहाँ पनि यो दुई फ्रेन्डली खेलमा चाहिँ देख्नुहुनेछ भनेर। यो खेल हेर्न तपाईँहरू कतिको पर्खाइमा हुनुहुन्छ? म त पुग्न सकेको छैन, तपाईँहरू पनि हेर्न नछुटाउनु होला। आजको लागि यति नै। नेपाली फुटबलको अपडेटहरू ल्याउने बाचाको सहित बिदा हुन चाहन्छु। धन्यवाद।